नमस्ते मिसन 87 जय मिसन 87 म बलराम। म पहिला ट्रकको ड्राइभर थिएँ। नेपालको बाटोमा सामान पुर्याउँथेँ। स्टेरिङ मेरो साथी थियो, तर लकडाउनमा मेरो एक्सिडेन्ट भयो। मेरो घाँटीमा हड्डी भाँचिएर यहाँ एउटा अपरेसन गरेर स्टिल हालेको छ। पछि डाक्टरले त बाँचिस् त्यही ठुलो कुरा हो भन्यो। तर बाँचेर के गर्नु, खुट्टा चल्दैन, काम गर्न सक्दिनँ। आफन्तहरू धनी छन्, ठुला घर गाडी छन्, तर म एक्लो कोठामा छु। मेरो हालचाल कसैले सोध्दैनन् होइन। सबै सकियो, इज्जत पनि गयो। अहिले भिडियो बनाउँछु, मान्छेहरू हेर्छन् अनि हाँस्छन्, कमेन्टमा लेख्छन् लङ्गडो बेकार मरिजा। हो, म लङ्गडै हो, म बेकार नै हो। सायद मेरो घाँटीमा स्टिल छ, म हिँड्न त्यति राम्रो सक्दिनँ। मेरो अर्को जस्तो मामा घर छैन, हजुरबुवा म देख्नै पाइनँ। तर आज मेरो मिसन 87 को डे 4 दिन हो। अनि आज म सबैलाई भन्छु, म लाचार चाहिँ छैन। मेरो घाँटीमा स्टिल छ, तर मेरो मुटुमा अझै पनि आगो छ, बाँच्नु छ। म लडेको हो, मरेको होइन। मेरो शब्दहरू चल्छन्, म एक्लै छु, तर म कमजोर छैन। तपाईँ पनि म जस्तै हुनुहुन्छ। एक्सिडेन्टले जिन्दगी रोकिएको छ, आफन्तले साथ छोडेका छन्, संसारले बेकार भन्यो। राति सुत्नुभन्दा अगाडि मर्न मन लाग्छ। दाजुभाइ दिदीबहिनी हो, म छु नि। म बलराम, घाँटीमा स्टिल भएको बलराम, तर भित्र आगो भएको बलराम। आजलाई डे 1 बनाउनुहोस्, कमेन्टमा डे 1 लेख्नुहोस्। एकअर्कालाई समातौँ, साथ दिउँ, किनभने यो संसारमा भाँचिएको मान्छेले नै अर्को भाँचिएको मान्छेलाई जोड्न सक्छ। म लड्दैछु, तपाईँ पनि उठ्नुहोस्। जय मिसन 87।